आज राति युरोपको सबैभन्दा ठूलो मञ्च युएफए च्याम्पियन्स लिगमा फुटबलका दुई फरक संसार भिड्दैछन्। एकातिर छन् स्पेनका महारथी एफसी बार्सेलोना र उनीहरूको सामना गर्न तयार छन् इङ्ल्यान्डबाट आएको एक नयाँ तर एकदमै खतरनाक शक्ति न्युक्यासल युनाइटेड। यो भिडन्त भनेको विरासत र महत्त्वाकांक्षा बीचको हो। एकातिर बार्सिलोना, जसलाई हामी फुटबलको एक राजसी क्लब भनेर चिन्छौँ भने अर्कोतिर छ न्युक्यासल, जो युरोपमा आफ्नो छुट्टै पहिचान बनाउन आतुर छ। तर यो खेललाई साँच्चै रोचक बनाउने कुरा के हो भने यी दुई टोलीको खेल्ने तरिकामा आकाश पातालको फरक छ, बिल्कुलै फरक। यो पुरै भिडन्तलाई एउटै कुराले परिभाषित गर्छ, बार्सिलोनाको कलात्मक शैली विरुद्ध न्युक्यासलको शारीरिक शक्ति, स्टाइल भर्सेस पावर। पहिले कुरा गरौँ एफसी बार्सिलोनाको। उनीहरू अहिले नयाँ पुस्ताका खेलाडीहरूसँग मिलेर आफ्नो पुरानो गौरव फर्काउने प्रयासमा छन्। बार्सिलोनाको फुटबलको मुटु भनेकै पोजेसन हो। उनीहरूको लागि त बल नै सबथोक हो, आक्रमण पनि रक्षा पनि। उनीहरू एकदमै धैर्यताका साथ सयौं पास खेल्छन्, विपक्षीलाई दौडाएर थकाउँछन् र बस एउटा सानो गल्तीको पर्खाइमा हुन्छन्। र यो कलात्मक प्रणालीलाई मैदानमा जीवन्त बनाउने काम गर्छन् उनीहरूका युवा स्टारहरूले, जस्तै लामिन यमाल, जसले आफ्नो गति र रचनात्मकताले विपक्षीलाई हैरान बनाउँछन्। अनि मिडफिल्डमा छन् पेड्री र गावी, जसले खेलको पुरै गति नै आफ्नो नियन्त्रणमा राख्छन्। तर बार्सिलोनाको उनीहरूको हतियार हो शारीरिक बल र कहिल्यै नथाक्ने प्रेसिङ। प्रिमियर लिग बाध्य बनाउँछ र उनीहरूको पुरै खेल योजना नै मानव बार्सिलोनाको शैलीलाई तोड्नकै लागि बनाइएको छ। कोच एडी हाउको अनुशासित र उच्च ऊर्जा प्रणालीले पहिलो मिनेटदेखि नै बार्सिलोनाको लय बिगार्ने लक्ष्य राखेको हुन्छ। अन्त्यमा यो खेलको नतिजा एउटै युद्धले तय गर्नेछ कि बार्सिलोनाको रचनात्मक पासिङले न्युक्यासलको प्रेसिङलाई तोड्न सक्छ कि न्युक्यासलको शक्तिले बार्सिलोनाको कलालाई निस्तेज पार्छ। हो, यही रणनीतिक लडाई जित्ने टोलीले नै खेल जित्नेछ। जब यस्ता दुई बिल्कुलै फरक शैलीहरू एक आपसमा भिड्छन्, जित र हारको दूरी एकदमै कम हुन्छ। एउटा गलत पास, एउटा चुकेको ट्याकल र पुरै खेलको नतिजा एकैछिनमा बदलिन सक्छ। यो सबै विश्लेषणपछि अब हामी आइपुग्छौँ एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा, जसले यो पुरै भिडन्तको सार बोकेको छ। के बार्सिलोनाले आफ्नो त्यही कलात्मक फुटबल र गौरवशाली विरासतको दममा यो लडाई जित्ला, कि न्युक्यासल युनाइटेडले युरोपमा फेरि अर्को ठूलो उलटफेर गर्दै आफ्नो शक्ति र महत्त्वाकांक्षा प्रमाणित गर्नेछ? अब यो प्रश्न सबै फुटबल प्रेमीहरूलाई, यो महाभिडन्त कसले जित्ला जस्तो लाग्छ? आफ्नो अनुमान कमेन्टमा बार्सिलोना वा न्युक्यासल लेखेर सबैलाई बताउनुहोस्।